ल आज धन्नै एक्सिडेन्ट भयो यी। आजको हाम्रो यात्रा सल्यान हुँदै रुकुमसम्म। दाङ तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै करिब 21 किलोमिटरको दूरी तय गरे लगतै पुगिन्छ सल्यानको रमणीय ठाउँ कप्रुकोट बजार। सल्यानको प्रवेशद्वार भनेर चिनिने कप्रुकोट बजार प्राकृतिक रूपमा एकदमै सुन्दर छ। कप्रुकोटबाट 3 किलोमिटरको दूरीमा हामी पुग्छौँ सल्यानको मूलपानी। सल्यान रुकुम यात्रा गर्दा खाना खाने जक्सनको रूपमा पनि चिनिन्छ यो मूलपानी। मूलपानीबाट 40-45 मिनटको यात्रापछि हामी पुग्छौँ सल्यानको लुहाम बजार। शारदा नदीले युटर्न लिने ठाउँ र त्रिवेणी भनेर पनि चिनिन्छ। लुहामबाट भोटेचौर लान्ती हुँदै 15-20 मिनटको दूरीमा पुगिन्छ सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार। श्रीनगर बजारबाट बायाँतिरको उकालो चढ्यो भने खैरबाङ भगवती मन्दिर पुगिन्छ। अगाडिबाट बायाँ लियो भने सदरमुकाम खलङ्गा हुँदै कुपिन्डेदहसम्म पुगिन्छ, तर हामी रुकुम जाने भएकाले दायाँतर्फको बाटो लिन्छौँ। शारदा नदीको छेउछेउ बरला बजार हुँदै रमणीय दृश्य अवलोकन गर्दै हामी पुग्छौँ ढोरचौर बजार। ढोरचौर सानो र हेर्दामा चिटिक्क परेको बजार छ। ढोरचौरबाट मुखला हुँदै हामी पुग्छौँ थारमारे बजार। थारमारे बजार कटेर बागचौर हुँदै थोरै उकालो हिँडेपछि पुगिन्छ रमणीय ठाउँ बाङ्गेलाखुरी बजार। ठाउँको नाम जस्तै बाटो पनि घुमाउरो परेको बाङ्गो नै देखिन्छ। बाङ्गेलाखुरीबाट थोरै ओह्रालो झरेर फेरि उकालो चढेपछि पुगिन्छ सल्यान रुकुमको सिमाना। सल्यान र पश्चिम रुकुमको सिमाना पार गरे लगतै आउँछ पश्चिम रुकुमको झुन्नेटा बजार। झुन्नेटा पुगे लगतै हाम्रो यात्रा यहीँसम्म समाप्त हुन्छ।